ल हेर्नुस् है हाम्रो घरमा चाहिँ पेन्टिङ भइरहेको अवस्था छ अहिले चाहिँ। अब म तपाईहरुलाई देखाउन गइरहेको छु। अहिले चाहिँ हामी कोठाको पेन्टिङ गरिरहेका छौं। बाहिर पनि प्राइमर लागिसकेको छ घरमा। अनि त्यहाँ प्राइमर लागिसकेपछि भोलि चाहिँ बाहिर पेन्ट गर्ने हो। आज चाहिँ कोठाभित्र पेन्ट भइरहेछ। के कस्तो भइरहेछ हेर्दिनुस् है त। हेर्नुस् गाई, उहाँ चाहिँ दाइ हुनुहुन्छ, पेन्ट गर्ने दाइ हुनुहुन्छ। उहाँले चाहिँ राम्रो पेन्ट गर्नुहुन्छ, लगाइराख्नु भएको छ। तर पेन्टको कम्पनी भनेको कुन कम्पनीको पेन्ट लगाइरहेछ भनेर तपाईहरुको मनमा चाहिँ जिज्ञासाहरु उठिरहेको होला। हामी चाहिँ यो बर्जरको पेन्ट लगाइरहेको हो क्या। बर्जर कम्पनीको पेन्ट लगाइरहेको हो। पेन्ट चाहिँ नेपालबाटै किनेको हो र यो पेन्ट हामीले लगाइरहेछौँ। आधी जति लगाइसक्यौँ। यो फेरि सुक्यो भने फेरि पुरै पिङ्क कलर दिन्छ यसले। राम्रो छ, लाइट पिङ्क हो। यता चाहिँ यो व्हाइट प्राइमर हानेर पुटिन हानेर अनि चाहिँ पेन्ट लगाइरहेको छु। हेर्नुस् है त। यो भनेको पेन्टको बाल्टीहरू हो। टक्क पारेर यो पेन्ट भइरहेछ। यो गाइस, यो मेरो घर हो। उहाँ बुहानीहरु भनेर बसिराख्नु भएको छ। यो मेरो करेसाबारी गाइस। यहाँ अलिअलि आज खनिरहेछौँ, अलिअलि तरकारी लाउने भनेर। यहाँनिर चाहिँ मेरो अटो छ है। यो चाहिँ अब मेरो घर हो। पहिलाको भिडियो पनि देख्नु भएको छ तपाईहरुले। मेरो घरमा पेन्टिङ भइरहेछ। बाहिर अहिले व्हाइट सिमेन्ट र अनि प्लस प्राइमर लाएर पुटिन लाएर टक्क पारेछ। भोलि चाहिँ अब बाहिर चाहिँ भोलि चाहिँ बाहिर पेन्ट हुन्छ। आज चाहिँ भित्र भइरहेछ पेन्ट है। हेर्नुस् गाइस, यताबाट पनि हेर्नुस् है मेरो घर। धान काटेर सक्यौँ गाइस हामीले त है। तपाईहरुले काट्नु भयो कि नै, धान चुट्नु भयो कि नै। फुलहरु पनि टन्नै फुलिरहेछ गाइस हाम्रो घरमा। टक्क अब भाइटिकाको दिन टक्कै फुल टिपेर यो फुलको चाहिँ माला बनाउने हो।